What's up, guys? What's up, motherfucking? Uh, Welcome to Pranesh Gautamको podcast, aka World Stupidest Podcast, episode number 2. 4 वर्षपछि निकालिरहेको छु म सेकेन्ड एपिसोड बिकज मैले एपिसोड 1मा भनेको थिएँ कि मलाई मेल पठानेहरू केही केही समस्या छ भने सोध गफ हान्नु छ भने हान मेल पठा भनेको थिएँ कसैले पनि मेल पठाएन त्यही भएर यसपालि चाहिँ मेल पठाएँ जीहरू वर्ल्ड स्टुपिडेस्ट पडकास्ट .com मा हुन्छ कि प्रणेश गौतमको पडकास्टमा हुन्छ कि यसपालि चाहिँ मेल पठा अब मेलै छैन केही कुरै गर्नु छैन भनेपछि त अब आई गेस नेपाल के अरे संसारको सबभन्दा ट्रस्टेड मिडिया न्युज च्यानल रुटिन अफ नेपाल बन्दले के हानिरहेको रहेछ किनकि त्यही त हो ट्रस्टेड सोर्स होइन त्यही भएर हेरौँ रुटिनेको पोस्टहरू यार इमोसनल एन्ड ब्युटिफुल अ सन प्याराग्लाइडिङ हिज 70-year-old मदर ओभर द सप्तकोशी रिभर इन नेपाल इमोसनल एन्ड ब्युटिफुल भनिदिएकोमा थ्याङ्क यू ब्रो मलाई थाहा थिएन यो इमोसनल अनि ब्युटिफुल छ भनेर म त अब्सर्ड एन्ड फकिङ स्टुपिड हो कि जस्तो लागिरहेको छ थ्याङ्क यू इमोसनल एन्ड ब्युटिफुल रहेछ यो मोमेन्ट भनेर बट अ सन प्याराग्लाइडिङ 70-year-old मदर प्रिटी होलसम सिट म्यान लाइक आई थिङ्क लाइक हाम्रो आमा बाउहरूको पनि अब सपना थियो होइन बच्चा हुँदाखेरिमा मेरो आमालाई त होइन म डान्सर हुन्छु ठुलो गएर भन्ने थियो कि होइन मेरो बाउलाई म केटी दलाल हुन्छु फक त्यो त भइसक्यो मेरो बाउ के अरे सपना त हुन्छ नि त बाउ आमा सबैको सपना हुन्छ आखिर होइन अब त्यो आई थिङ्क लाइक त्यो बाउ आमाको सपना पुरा गरिदिन पाउनु भनेको ठुलो कुरो हो होइन त्यही भएर दिस इज इन्डिड इमोसनल एन्ड ब्युटिफुल होइन थ्याङ्क यू रुटिन अफ नेपाल बन्द यार मलाई यस्तो इमोसनल एन्ड ब्युटिफुल मोमेन्ट्स दिएकोमा फ्रम पर्सा टु अयोध्या बाई वाकिङ चन्दन यादव सुरज खुसुवा एन्ड गुड्डु शाह 3 युथ्स वाक फ्रम सम टेम्पल रिच राम टेम्पल इन अयोध्या नाइस यार वाक हान्दैछ गाइजहरूले खत्रै वाक हाने होइन त्यो भनेको म पनि अस्ति खत्रै वाक हान्थेँ मैले होइन तर गुड अचिभमेन्ट यार लाइक आई गेस मन थियो होला होइन के लाग्छ गाइज तिमीहरूलाई धर्म हो भगवान् छन् लाइक के भगवान् छ भने बच्चाहरूलाई किन एड्स लाग्छ र भगवान् छैन भने म कसरी बाँचिरहेको छु अहिलेसम्म होइन जस आई गेस इट्स अ कम्प्लिकेटेड क्वेसन यार धेरै गफ गर्नै मिल्दैन त्यसमा त्यही भएर मेल पठा बनायो क्या म चाहिँ ऱ्यान्डम गफ हान्नुपर्छ नि त पडकास्टै होइन ऱ्यान्डमली बोल पागल हो परदेशी र परिवारको लागि खुसी बनाउनुको पीडा मेनी पिपल आर सेयरिङ द स्ट्रगल युजिङ बालेन्स रिसेन्ट रिलिज सङ आम नेपाली कुन मन्दिरमा सुन्यो गाइजहरूले बालेनको गीत सुनेको छु बालेन दाइ फकिङ लेजेन्ड हो होइन गीत पनि कुलै छ होला विदेशीको पीडा हुन्छ अब त्यो पीडै खानलाई गएको हो क्या म सुरुमा चलपल हो होइन सुरुमा मान्छेहरू होइन अरूको स्टोरी देखेर होइन म पनि चलपल दिन्छु म पनि पार्टी हान्छु यी ओपेरा हाउस भन्ने 1-2 दिन हो त्यसपछि भाँडा मस्काउनै पर्छ त्यसपछि कुण्ठित हुनैपर्छ त्यही भएर त्यो टेन्सनै लिने पीडा हुन्छ त त्यही पीडा लिन त गएको त्यही भएर डलरमा पैसा कमाइरहेको छ नि धेरै रुन्चे भएर काम छैन एङ्जाइटी डिप्रेसन सबैलाई सब लेभलमा हुन्छ अफकोर्स मेन्टल हेल्थ इस्यु हो त्यो आफ्नो केयर गर तर विदेशमा पीडा हुन्छ सबैलाई पीडा हुन्छ क्या धेरै रोएर कामै छैन क्या इन्टरनेटमा मुझे पीडा के गर्नु म घन्टा म के गर्नु तेरो पीडा भयो जा भाँडा मस्का पैसा कमा हावा मुजीहरू हिम्मत नहार्नु भिजुअली इम्पेयर्ड 19 वर्षको प्रोसेस पाण्डेज रिमार्केबल जर्नी फ्रम स्ट्रगल टु भोइस अफ नेपाल्स भिक्ट्री कन्टिन्युज टु इन्सपायर होप एन्ड ड्रिम्स खत्रै हो यार लाइक प्रोसेस पाण्डेको रिमार्केबल जर्नी होइन आई गेस रुटिनले भन्यो नि त मलाई थ्याङ्क यू डोन्ट लुज करेज पनि भन्यो रुटिनले यार थ्याङ्क यू यार तर प्रिटी कुल यार लाइक विभ सिन लाइक डिसेबल्ड मान्छे भन्छ नि त अब के अरे डिफ्रेन्टली एबल्ड पनि भन्छ स्पेसली एबल्ड पनि भन्छ स्पेसल एबल्ड जे भने पनि एउटै हो जस्तो लाग्छ मलाई होइन खासै केही उनीहरूलाई जे फरक लाग्दैन अब एक त ल बहिरो मान्छेहरूलाई ल उनीहरूलाई बाल भयो ब्रो भिजुअल डिसेबल भन कि स्पेसली एबल्ड भन ऊ त बहिरो उसले सुन्दैन ब्रो उसलाई थाहा नै छैन के भन ब्रो त्यही भएर बालै होइन क्या शब्द मात्रै हो होइन तिमीले डिसरिस्पेक्ट छान्नु भएन होइन खाते अन्धो भन्नु भएन होइन जस अब त खाते त अन्धो पनि हुन्छ नअन्धो पनि खाते हुन्छ होइन अब त्यो सबै त्यो मान्छेको चरित्रमा हो नि त ऊ अन्धो भएर खाते त कोही पनि हुँदैन नि त अथवा बहिरो भएर तोरी त कोही पनि हुँदैन नि त त्यो त मान्छे तोरी हो होइन अब म हेर्नु न म तोरी नै हो म खाते हो म घन्टा जस्तो हो क्या तर अब म बहिरो भएँ अथवा म अन्धो भएँ भने होइन अब यो अन्धो खाते भन्नाले म अन्धो भएँ भने त मलाई धेरै मान्छेहरूले गाली गर्दैन होला है तर ओ सिम्पथी धेरै पाउँछु होला यार म तर स्याड हुन्छ यार ब्रो हेर्नै पाइँदैन नि त फेरि केही ओ फक यार मलाई कसम यार मलाई लास्ट डर लाग्छ यार लाइक हेर्न नपाउनु जस्तो कस्तो है ब्रो सोच्न ल तिमीहरू हेर्नै नसक्ने रे क्या केही ल यसरी बस्नुपर्ने रे क्या जिन्दगीभरि ब्रो फक यार द्याट सो लाइक
ओ ड्याम हुन्छ मैले सम्झिँदाखेरि त्यस्तो कुरा होइन त्यही भएर आई कान्ट इमेजिन यार द ब्रेभरी द फकिङ द लाइफ दे लिड होइन ओ माई गड एउटा हात छैन भने ब्रो केले सिट पुच्छौ ब्रो तिमीलाई एउटा हात छैन भने त्यो कसरी गर्छौ तिमी होइन त्यो उसको एउटै पीडा छ सुशीलको होइन फेरि तर त्यो छ त ब्रो वाओ बास्कुना ओरेन्ज ओर्चर्ड orchid orchard in Beni Magdi generates 2 crore annually with 25 households, proving that success is possible within the country. Yes, motherfuckers, success is always successful. Okay? Success is always possible, bro. जस्तै कतिजना अपर्च्युनिटी छैन भन्छ होइन अपर्च्युनिटी छैन अपर्च्युनिटी नभएकै ठाउँमा त अपर्च्युनिटी जेनेरेट गर्नु जस्तो ठुलो अपर्च्युनिटी के हो त होइन त्यो त सधैँ जहाँ पनि आइडियाज लाइक बबल्स मदरफकर्स लाइक जहाँ पनि हुन्छ क्या आइडियाजहरू त्यसलाई पक्रेर त्यसलाई क्यापिटलाइज गर्न सक्नुपर्छ क्या त्यो बुद्धि चाहिने हो होइन अरू केही होइन नेपालमा बसेर धेरै मान्छेहरूले खतरै गरिरहेको छ होइन कुडोस म फकेस होपफुली म पनि छिटै आएर केही गर्न पाउँछु गुड मर्निङ फ्रम नेपाल फ्रम फिदिम बजार What's the fucking deal with good morning posts there? I don't get it, bro. Good morning. केटी पट्याउन खोजिरहेको जस्तो क्या ब्रोको होइन मेरो रुटिनै इज लाइक त्यो केटीको पछि लागेको ब्रो जस्तो क्या अडियन्सको गुड मर्निङ ब्रो भनेर उसले एभ्री टाइम इज आउट देयर लाइक फकिङ गुड नाइट पोस्ट भन्दै होइन गुड नाइट पहिला एकचोटि त्यो पुरै पोएम सोएम पनि हाल्थ्यो नि होइन गुड नाइट पोस्ट भनेर जिन्दगीभरि भुलेर पनि के लानु छ र मरिलानु के छ र रातिको निन्द्रा गुड नाइट एभ्रीबडी रुटिन अफ नेपाल सक खाक मदरफकर्स हामी ऊ आयो ट्याक्कै आयो हामीले कुरेको भन्दा जुरेको चिज मिल्छ अगाडि बढिराख्नुपर्छ गुड नाइट पिस हो र what the fuck this is that like के सुत्नलाई इन्स्पायर भयो तिमी कस्तो वाला इन्स्पायर oh fuck this yeah what's can anybody explain what's the like relevance or relevance नभनौँ अथवा like importance अथवा के किन छ यति गुड नाइट भन्नलाई मात्रै हो भने ओके यार मैले नबुझाए होला यार रुटिनलाई 2000 लाइक्स यार गुड नाइट पोस्टमा 174 shares 37 reshares. I mean, what the fuck, yaar? Like, who is sharing this shit? Anyways, ओए सिधै आज के भयो त भनेर 24 hours हाइलाइट्स नै आउँदो रहेछ त ब्रो किन हो आज यो कहिले गयो यार डिसेम्बर 15 गयो यार यो ओए हिजो कस्तो फास्ट यार यिनीहरू साँच्चीकै संसारको सबभन्दा बेस्ट मिडिया हाउस हो क्या यार नेपाल प्राइम मिनिस्टर सुशीला कार्कीज फोटो इन अ जापानिज क्लासरुम एज प्रेजेन्टेड बाई नेपाली स्टुडेन्ट्स किन चलपल मात्रै के ओके अरे यतिकै फेरि त्यो ऊ छ क्या व्हाइट बोर्डमा टाँसिदिएको छ क्या ऱ्यान्डमली त्यो कुनै साइडमा यस्तो खाले त्यो राम्ररी फ्रेम पनि होइन यतिकै व्हाइट बोर्डमा यतिकै टाँसिदिएको ऱ्यान्डमली टाँसिदिएको छ त्यो अब खोइ कसरी त्यही त अलिकति क्लियर गरिदिए हुन्थ्यो के हो भनेर चाहिँ होइन यतिकै टाँसिदियो भने मात्र टु मेनी क्वेसन्स यार युआर ओपनिङ टु मेनी क्वेसन्स देयर क्या क्रिकेटर सोमपाल कामी गेट्स अनर्ड बाई काठमाडौँ मेट्रो ड्युरिङ महानगर दिवस सेलिब्रेसन्स सोमपाल कामी अब क्रिकेटर देशको सान भएर गहना भएर अरूलाई पनि गर्छ होला बिस्तारै गर्नुपर्छ राम्रो जति एचिभमेन्ट गर्दै गयो त्यति गर्नैपर्छ ब्रो स्पोर्ट्स तिमी आफ्नो देशले आफ्नो आर्टिस्ट र एथलिट्सहरूलाई कसरी ट्रिट गर्छ भनेको त्यो देशको कतिको प्रगति भएको छ भन्ने कुराको राम्रो एउटा साइन हो भन्छ अब हाम्रोमा आर्टिस्टलाई जेल हालिदिन्छ भाते खाते भनेर केस सेस हालिदिन्छ होइन यस्तो भन्न पाउँदैनस् भनिदिन्छ अनि एथलिट्सहरूले पनि त अनि खतरा ट्रेनिङ पाउँदैन ब्रो होइन वर्ल्ड क्लास फेसिलिटिजहरू छैन आखिर होइन आर्टिस्ट र राम्रो ट्रेनिङ गर्नको लागि आउँछ नि त अस्ट्रेलिया होइन टन्नै मान्छेहरू आउँछ होइन फेरि त्यो ल्याउने मान्छेहरूलाई फेरि मानव तस्करी पनि गरिरहेको रहेछ कति बेला होइन इलिगल ल्याइदिन्छ फेरि होइन कतिजनालाई काण्डा छ फेरि यहाँ पनि होइन चहलपहल दिनु पऱ्यो किनकि उसलाई फेरि भोलिपल्ट अर्कोपल्ट उठ्नु छ नि त उठ्ने बेला त चहलपहल दिनु पऱ्यो नि त मैले तिमीहरूको लागि यत्रो गरिदिएको छु भनेर गफ त हान्नु पऱ्यो नि त अनि खै सबैतिर हुने होइन केही भन्न सकिने तर क्रिकेटर राम्रो हो जस्तो लाग्छ मलाई अलिअलि भए पनि रेकग्निसन पाउन दिनु होइन अब
मेबी गर्नु पऱ्यो होइन जस्तै तिमीले क्रिटिसाइज गर पनि हुनु एटलिस्ट एउटालाई त गरेपछि जिरोलाई गर्नुभन्दा त एउटालाई त गर्यो एटलिस्ट ब्रो होइन हो यार तर 5जनालाई पनि गरेको देख्न पाउँ छिटो होइन अब एन्ड्रु दाई यो नेपाल छोड्नु पऱ्यो होइन एनपिएल पछि स्याड मोमेन्ट होला होइन खै भनेको छैन रुटिनले केही भनेको छैन ह्याप्पी मोमेन्ट हो कि स्याड मोमेन्ट हो थाहा छैन हामीलाई होइन फ्लोरिडाज पुलिस हेभ कलेक्टेड टोइज बाई अर्गनाइजिङ फिल द ट्रक टु प्रोभाइड फर निडी चिल्ड्रेन बच्चाहरू अब के गर्ने होइन अर्फन्सहरू हुन्छ वारमा रेफ्युजी बच्चाहरू हुन्छ होइन अब बच्चाहरूलाई चाहिँ माया लाग्छ क्या ब्रो हुन्छ नि जस किनकि बिचरा बुद्धि हुन्न होइन भर्खर त जन्मिया हुन्छ उनीहरूको थाहा अब त्यो हुर्किसक्या हुन्न नि त थाहा हुँदैन नि त सबै कुरा अब तेलमा हात हाल भन्यो भने त उसले हालिदिइहाल्छ नि ब्रो होइन त्यस्तो हुन्छ नि त उनीहरू बुद्धि हुन्न त्यो भन्ने खोजे क्या थुक्क तेरो बुद्धि छैन भने होइन क्या त्यो डेभलप हुँदै अनि त्यो डेभलपिङ टाइममै होइन तनाव ट्रमा फकिङ ट्रेजेडी भयो भने लास्टै सेन्टी लाग्छ क्या मलाई होइन त्यही भएर बच्चाहरूलाई जति सक्दो राम्रो गर्न खोज्नुपर्छ होइन मलाई ट्रमा छ बाउले कुट्थ्यो मलाई अलिक बढी तर त्यो सबैलाई हो ब्रो होइन अब त्यो काइन्ड अभियसली ल अब हेर न तिमीले सोध्ने बित्तिकै बाउले कुट्थ्यो भनेपछि त मलाई त्यही नै त होला होइन सबैलाई कुट्छ त्यो हुन्छ बाउलाई पनि झन् कत्रो हान्थ्यो अरे मेरो हजुरबाउले नेस्टीवाला स्टफ्सले होइन होइन जस्तै लाइक सिस्नु पानीले खोर्सानी दलेर सिस्नु पानीले रुखमा बाँधेर कुट्ने टाइपको सिट हान्थ्यो क्या अब बाउले त मलाई त्यसरी कुट्नु भएन नि त अनि त्यो एटलिस्ट होइन त्यो त्यो घट्दै जान्छ अब म मेबी होइन म कसरी कुट्छु मलाई थाहा छैन होइन जतिसक्दो कुट्दिनँ नै होला म कुट्न मन छैन मलाई होइन तर अब राति ड्रग्सै गरेर आइदियो अरे घरमै म्यासु हान्न थाल्यो भने चाहिँ 1-2 झापड त 100 हान्छु नि ब्रो तर होइन केही त्यो केही अब हान्ने नै काम गर्छ क्या म्या बच्चाहरू अब यहाँको म्या मात्तेको फुच्चेहरू छ होइन त्यो कुट्नु हुन्न थाहा छ मलाई होइन तर नकुटेरै थियो त्यस्तो भाव क्या हुन चाहिँ कुट्या भए चाहिँ त्यस्तो हुन्न थियो तर कुट्नु चाहिँ हुन्न है फेरि तर कुट्नै हुन्न चाहिँ अब टेक्निकली त होइन तर कुट्छ मान्छेहरूले के कुनै विशेषज्ञ होइन म ऱ्यान्डम मान्छे हो होइन मलाई के थाहा थाहा छैन भन्दा भइहाल्यो नि ब्रो तिमी को हो भिडियोग्राफर डिओपी हो तिमी अनि तिमीले बच्चालाई कुट्नुहुन्छ तिम्रो ओपिनियन पो दिन पायो त तिमीले मैले पनि ओपिनियन त दिने हो नि होइन म चाहिँ तिमीले ओपिनियन दिएको म त फेरि म्याच सत्य म गरिरह हो भने जस्तो कुराहरू म्याच तिम्रो त पारै थाहा नै हुँदैन प्राइस अफ पेट्रोल हेज सरी भन्दा ल सरी ठिक छ प्राइस अफ पेट्रोल हेज इन्क्रिज बाई 2 पर लिटर डिजेल हेज केरोसिन रुपैयाँ नेपाल रुटिन अफ नेपाल बन्द भयो अरे ब्रो तिमी पो इन्टरनेसनल छ त ल ठिकै छ यार कङ्ग्रेचुलेसन्स किलियन एम्बापे बिकम सेकेन्ड फास्टेस्ट प्लेयर इन रियल मेड्रिड टु रिच 70 गोल्स आफ्टर क्रिस्टियानो रोनाल्डो मेस्सीले पनि टुर हान्यो होइन दामी भयो मेस्सीको टुर पनि खत्रै खर्च गर्यो होइन कति पैसा हुन्छ यार मान्छेहरूसँग त्यत्रो खर्च गरेर गर्यो होइन राम्रो हो कि होइन क्या अब त्यो होइन मेस्सी आउनु अब के हदसम्म कमर्सियल सिटको लागि त राम्रै होला होइन तर त्यही एउटा पन्जाबी अङ्कलले पनि भनिरहेको थियो नि त कोचले पनि अब 150 करोड खर्च गऱ्यो भने 150 करोड अरे हो 150 करोड फेसिलिटिजमै खर्च गरेको भए मेबी होइन त्यो बेटर हुन्थ्यो होला नि त होइन तर इम्पोसिबल छ जस्तो तिम्रो अरे त जस्तै तिम्रो मेटालिका यताउति सबैहरूको जति ठुलो कन्सर्ट्सहरू इन्डियामा गराउनु खोज्छ नेपालमा गराउनु खोज्छ त्यही त गाह्रो हो ब्रो फकिन त्यो पैसै सकिँदैन नि त अब हाम्रो उसले ल कोल्ड प्लेलाई बोलाउनु पऱ्यो भने कोल्ड प्लेलाई त मान्दैन नि ब्रो उसले यिनीहरू गरिब तर त्यो कति खर्च गर्यो त सोच न त्यो होइन नेपालमा त झन् इम्पोसिबल छ क्या त्यो कुरा गराउनु लास्टै गाह्रो छ क्या होइन त्यो इन्डियामा त त्यति गाह्रो छ त्यही भएर अब खै प्रोग्राम अच्छा इन्डिया जाऊ तिमी हो त्यस्तै गर्ने हुन्छ यदि तिमी ग्लोबल स्केलमा हेर्ने भने अभियसली त्यही नै हुन्छ पनि होला धेरैले गर्छ होला ब्रो होइन कतिजना प्लेन चढेरै जान्छ होला म्या अभियसली गयो नै होला डेफिनेटली गयो होला नि मेस्सीलाई हेर्नलाई त गइहाल्छ नि ब्रो होइन बङ्गलादेश फकिन होला ल ठिक छ बरु इन्डिया जाऊ होइन ल यस्तै त्यही भएर मेल पठा भनेको होइन बरु तिमीहरूको केही गफ गर्न पाउँछ तिमीहरूको बेरमा केही थाहा पाउनु पाउँछु म होइन तर यही थियो वर्ल्ड स्टुपिडेस्ट पोडकास्ट हो यो त्यही भएर हेर्नु पर्दैन त्यही भएर मेल पठा मेल यही हो होइन तल लेखेकै छ तल छ मेल पठा गफ गरौँ रमाइलो हुन्छ नि तेरो गफ सुन्छु म अनि नत्र त्यही जा घरमा ल जा